जीवित र क्रियाशील छ भन्छ। दुई धारे तरबार भन्दा पनि लाग्ने छ भन्छ। यसले त नि हड्डीको मासुको जोर्नीसम्म छुन्छ भन्छ। हालेलुया। हड्डी मासी जोर्नीमा तपाईको शरीरमा रोग छ होला नि, यो वचन तपाईको हड्डीमा छिरोस् न, यो वचन तपाईको मासीमा छिरोस् न, यो वचन तपाईको जोर्नीमा छिरोस् न, त्यस्ता रोग त आफै भाग्छ। हालेलुया। जीवित र क्रियाशील वचन नि जीवित र क्रियाशील। के हो क्रियाशील भनेको? काम गर्छ भनेको। यसले काम गर्छ, यसले काम गर्छ। तपाईले चलाउँदै गरेको मोबाइलले बरु काम गर्नु छोड्ला। मेरो हिजो चार्ज गर्नै छोड्यो, चार्जिङ पोर्टै बिग्रियो होला। तपाईको घडीले काम गर्नु छोड्ला। काम गर्दा गर्दै तपाईले कुदाउँदै गरेको गाडी बीच बाटोमा गएर काम गर्नु छोड्ला। तर परमेश्वरको वचनले कहिले पनि काम गर्नु छोड्दैन। यो जीवित छ, यो क्रियाशील छ, यसले काम गर्छ नै गर्छ। ओ जीसस, हालेलुया, ग्लोरी टु गॉड। जीवित छ, क्रियाशील छ, जीवित छ, क्रियाशील छ।